मलाई जज गर्नुभयो, गरिसक्नुभयो हैन। हामीहरूको नेचर के छ भने सर्टेन 10 सेकेन्डमा सर्र हेरेर हामीले जज गर्छौँ, भित्री कुरै थाहा हुँदैन। तपाईहरुले मलाई जज गरेर भनिसक्नुभयो होला म गरिब छु, तर गरिब छैन। यहाँ हेर्नुस्, यहाँ हेर्नुस्, यहाँ हेर्नुस् म के रहेछु त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। हजुरलाई स्वागत छ मेरो भिडियोमा। फेरि पनि म चाहिँ घर आएको बेलामा चाहिँ भिडियो बनाउने चलन भयो हैन। अनि आजको भिडियो पनि एकदम ढिलो भयो, किनकि हामी साथ यहाँ चाहिँ अब मेलो निकाल्नु पर्ने थियो कोदो रोप्नलाई। अनि खन्न तर्फमा लाग्यो, अनि खनियो पनि 2-4 घन्टा। अनि लगभग हामीले चाहिँ यो आधा गरा भ्यायौँ। अब चाहिँ भोक पनि लास्टै लागेको छ यार मित्रहरू, के भन्ने है। बर्खा लागिरहेछ, खेत चाहिँ रोपिसक्नु भएको छ बुवाले, अनि हामी चाहिँ कोदो रोप्न आएको छौँ। अब फेरि केही समय चाहिँ कोदो रोपेर केही दिन कोदो रोपेर जानेछौँ। अनि मेरो बुवा उता हुनुहुन्छ, मम्मी यहाँ, मेरो मिसेस त्यहाँ। अनि हामी चाहिँ कहिले खन्ने, कहिले रोप्ने, कहिले झाडु उखाल्ने, कहिले बिउ उखाल्ने गरेर लगभग 3-4 घन्टा काम गऱ्यौँ। अनि तपाईँहरूले मेरो लुक्स कस्तो लाग्यो होइन, रक्छ नि। अनि मेरो यहाँ खजनाहरू लटम्म फलेको छ, मकैहरू। अनि हामी चाहिँ अब यहाँ केही समय लगभग सकिसकेको छ, अनि 10 पनि बजिसक्यो हैन। अब चाहिँ हामी खाना घर जानुपर्ने हुन्छ। घाम पनि लास्टै चर्केको छ, गर्मी नि लास्टै भएको छ। अनि बानी पनि नभए होला, शरीर पनि यस्तै भइरहेछ कि हल्ला जस्तो भइरहेछ, रक्सी जस्तो। अनि बुवाले त्यहाँ बिउ मिलाउँदै हुनुहुन्छ, अनि यहाँ मेरो मिसेस रोप्दै, मेरो मम्मी बिउ उखाल्दै, हामीहरू मिलिजुली काम गर्दैछौँ। के गर्ने मित्रहरू, अहिलेको चलन यस्तै छ। अब खेताला पनि पाउँदैन लगभग। अब सोसाइटीमा पहिला जस्तो तपाईँको सब गाउँहरू मिलेर, घरहरू मिलेर रोप्ने चलन पनि हटिसक्यो क्या। आफै गर्ने आफै। अनि खेतीपाती पनि कम गर्न थाले। खासै गाउँमा मान्छे पनि छैन क्या। म अलमोस्ट आएको 2 दिन भयो होइन, मैले लगभग मान्छे नै देखेको छैन। तपाईँको घरमा बसिन्छ, अनि बिहान बेलुका काम गऱ्यो होइन। काम गर्न आएको कि काम नगरे पनि भएन। अनि त्यस्तै भइरहेछ, मान्छे देखिरहेको छैन। चारैतिर मकैको घारी यहाँ मेरो फ्यामिलीहरू यस्तै छ। अब चाहिँ हामी खाना खान जानुपर्ने हुन्छ। अनि खाना चाहिँ मेरो बाबाले बनाइसक्नु भएको छ। अब चाहिँ हामी खाना खाएर फेरि केही समय रेस्ट गरेर फेरि कन्टिन्यू गर्नेछौँ। र अनि हामीले चाहिँ 2-4 दिनमा फेरि खेताला पनि भनेको छौँ, उता मास्तिर डाँडा गाउँतिर 4-5 जना खन्ने, 8-10 जना रोप्ने। केही गर्ने आफूले मात्रै सकिन्न यार, जति सक्छ त्यति गर्नु पर्यो भन्दै भिडियो चाहिँ यस्तै छ। साथीहरू, दर्शकहरू हेर्नु होला। अनि जति पनि मेरो च्यानलमा जोडिनुहुन्छ मेरो मित्रहरूलाई धेरै धेरै धन्यवाद। अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै हो। यस्तै छ भिडियोहरू, कन्टिन्यू गर्न पनि सकिरहेको छैन, यसलाई चाहिँ ल भन्दै अब फेरि भिडियो चाहिँ एकदम फ्लोमा हेर्नु होला है। ल साथीहरू, म पनि यहाँ बुढेर अलिक छिटो गर्नको लागि भ्याउनलाई पालाले यसो रोप्ने कोसिस गर्दैछु। नेपाली ढाका टोपी लगाएर, पालपाली ढाका है मम्मी। अनि क्यामेराम्यान हुनुहुन्छ अहिले मेरो मम्मी। काम त झ्यामझुम जे पनि गर्ने हो, जति सक्नुहुन्छ। अनि एलर्जी भएर शरीरमा त्यही टेन्सन भयो मलाई, खासै अरू त टेन्सन भएको छैन है बुढी। अनि क्यामेराम्यान मम्मी बोल्नु न, तपाईँलाई कस्तो फिल भएको छोराछोरी आएर, छोरा बुहारी आएर? खुसी छ, खुसी। अनि तपाईँले के गर्दै हुनुहुन्छ अहिले? मैले यहाँ यता बुहारी, यता क्यामेराम्यान है, छोरो जोडी भएर कोदो रोप्या धमाधम यहाँ टपकी टप। खुसी लाग्यो। सबै भलुवा खेलाइ जस्तो, कहिले रेज, कहिले सटर, के भन्छ नि, कहिले सर्भिस। बाबुआमालाई हैरान थियो सघाउनु भनेर काठमाडौँदेखि नातिलाई छोडेर यहाँ सघाउनु भनेर यहाँ दाइफाल हानेर आएर ट्याम्की ट्याप कोदो रोपे यहाँ। अनि हामी अब चाहिँ 2-4 दिनमा चाहिँ बल्ल खेताला पाहा है मम्मी हो। अब त्यो खेतालाहरू जानुपर्ने हुन्छ। अलि दिनमा खेताला ल्याउँछ यता माथितिर घरबारतिर चाहिँ हामी आफै रोप्ने हुन्छौँ। भिडियो राम्रो छ, भिडियो पनि त्यस्तै छ साथीहरू। उतातिर गर्ने फुर्सद हुँदैन, गरिन्न। म त कस्तो भयो भने गाउँ आउँदा मात्रै गर्ने हुन्छ, त्यही भएर तपाईँहरूले पनि भिडियो पनि हाल्दैन भनेर माइन्ड नगर्नु होला। गाउँमा आएर चाहिँ म कन्टिन्यू हाल्ने गर्दैछु। अनि तपाईँहरूले हाम्रो च्यानललाई यसो सब्सक्राइब हान्नु पऱ्यो झ्याम है मित्रहरू। ल साथीहरू, अब हामी
एकछिन रोकिदिएछौँ अनि अब चाहिँ हामी अब होला भात खान जानुपर्ने हुन्छ होइन मम्मी हो जाउँ घाम पनि चर्क्यो बुढिया डम्माडम एकजनाले हामीलाई हल्ला टाइट बनाइदियो मम्मी र म खन्ने एकजना रोप्ने अनि मेरो मम्मी चाहिँ कहिले यता बिउ हाल्ने कहिले खन्ने अब हामी चाहिँ घर जान लाग्दैछौँ मेरो मम्मी कल कल खायो पानी है है जाउँ अब घर जाने घरमा के बनाउनु भएको बुवाले तपाईँलाई थाहा माछा डिसिया डिसे ज्याट ज्याट डिसिया खा ज्याट खाँ ल जाऊँ बुढी अनि साथीहरू तपाईँहरूले मलाई जज गरिसक्नुभयो होला मेरो लुक्स हेरेर यहाँ मेरो शिरमा टोपी छ टोपीमा चाहिँ यसो मुसाले आराकरुक चाराकचुरुक पारिदिएको छ मलाई जज गर्नुभयो गरिसक्नुभयो होइन हामीहरूको नेचर के छ भने सर्टेन 10 सेकेन्डमा सर्र हेरेर हामीले जज गर्छौँ भित्री कुरी थाहा हुँदैन तपाईँहरूले मलाई जज गरेर भनिसक्नुभयो होला म गरिब छु तर गरिब छैन यहाँ हेर्नुहोस् यहाँ हेर्नुहोस् यहाँ हेर्नुहोस् म के रहेछु त म के रहेछु त हेर्नुहोस् मेरो यहाँ सबै मालहरू सुनका टुक्रा खजनाहरू यस्तो फलेको छ आहा अनि म कसरी गरिब भए होला तर हेर्नुहोस् खजना 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 हेर्नुहोस् वाह यो मेरो सम्पत्ति हो हिसाब गर्नुहोस् यसलाई 20 रुपियाँमा बेचियो भने खजना हेर्नुहोस् खजना हेर्नुहोस् खजना हेर्नुहोस् खजना हेर्नुहोस् खजना पुरै खजनाहरू अनि म कसरी गरिब भयो होला मलाई त लाग्दैन म सोध्दिनँ खजनै खजना छ है के गर्ने किसान हो सधैँ सफा त बस्न सकिन्न त्यसैले जुत्रो मुत्रो टालाटुली लाएर काम गर्नुपर्ने हुन्छ अब म चाहिँ लागेँ घरतिर साथीहरू अब म चाहिँ खाना घरतिर लागेँ है अब काम गरेपछि त खानु पर्यो होइन अब चाहिँ म खाना घरतिर लाग्दैछु अनि यता हेर्नुहोस् यहाँ मेरो केरा छ है केराको बगान देखाएर चाहिँ नभन्नुहोस् ओ माइ गड केराको इम्पोर्टेन्ट केराको महत्त्व कति छ हेर्नु ओइ केरा अनि सो अब म घरतिर जाँदैछु ए मेरो मम्मीले लगाउनु भएको हेर्नु यहाँ यस्तो विधि लाउनु भएको छ फुलहरू म चाहिँ घरतिर आएँ घर आएँ अब हात गोडा धुन्छु अनि त्यहाँबाट खाना खानुपर्ने हुन्छ मेरो मम्मीले चाहिँ यहाँ सिरेमा ए कानैमा मेरो झुम्का सिरैमा सिरबन्दी च्याउ यो चाहिँ कालो च्याउ हो क्या ब्ल्याक मसरुम अनि यो चाहिँ दुधे च्याउ भन्छ यसले चाहिँ यहाँ डायमन्ड सुकाउन लाग्दै हुनुहुन्छ हाम्रो खजना अनि यहाँ चाहिँ खजना केलाइसकेको छ यसपालिको मकै हो यो मकै सेतो र ए खेतको म बाहिर यहाँ बाहिर छ यहाँ चाहिँ बुवाले मकै सुकाउँदै हुनुहुन्छ मम्मी त्यहाँ हात गोडा धुँदै अनि अब म पनि हात गोडा धुन लागेँ अनि मेरो मिसेस पनि हात गोडा धुनको लागि रेडी अनि हाम्रो पुन्टी भैँसी मेरो पुन्टी भैँसी हो कति चिल्लो डरायो मेरो चाहिँ यो खाना हेर्नुहोस् माछा हिजो यो चाहिँ सरिया हो बजार के अरे गाउँको होइन अब माछा खाँदैछु म अनि यहाँ अर्को हाम्रो मकै अनि मार्चा सुकाइराख्नु भएको छ घाम यस्तो लागेको छ होइन मेरो घरबाट चाहिँ यस्तो देखिन्छ अनि मेरो बुढीले त माछा भात खाँदै हुनुहुन्छ अनि यता चाहिँ मम्मी बुवा चाहिँ भित्र कस्तो तेल दिएर बस्छ क्या म त 30-40 रुपैयाँ पर्छ माछा पनि तेल निक्लिन्छ
अब सामान्य हो 3-4 हजारको काठमाडौँ पठाउने हो अच्छा छ होला नि त लैजाने मान्छे हाम्रो चाहिँ यहाँ आफ्नै बारीको भुइँ कटर मेरो मिसेसले काट्दै छे अनि मम्मीले चाहिँ ट्याक्क लाएर यहाँ के यो देखाउनु है कता टप्रा हो आर्को झन् ठुलो खप्पा खै देखाउनु न छिटो आर्को ठुलो हिजासका त कता खोले गयो कुन एरियातिर हाँडे च्याउ भन्छ है खप्टे च्याउ भन्छ खप्टे च्याउ हेर्नु कत्रो ठुलो खप्टे च्याउ यस्तो गरेर देखाउनु त अहिले भिडियो हिजास कुन एरियातिर पनि गरे हरि वा च्याउ ठुलो च्याउ है मलाई त यो सुगा त मिहिन लाग्ने यति आलाल चाहिँ मिहिन है यहाँ चाहिँ हुन लागिसकेको छ ए भित्र आँसा सबै निकाले खाने हो होइन बन्द हामी यस्तो च्याउ खोजेर ल्याउनु भयो यस्तो घाममा ल्यायो यस्तो घाम लाग्यो यस्तो घाममा मम्मीले चाहिँ च्याउ ल्याउनु भयो मकैको पनि सत्यानाश अनि यहाँ दुधे च्याउ भन्छ नि के यसलाई भन्छ यो चाहिँ करेला काले? यो फेरि देखाउँदा कस्तो दामी यसो यो त फर्काउ न हो त्यसरी यो चाहिँ दुधे च्याउ यहाँ चाहिँ दुधे च्याउ र खप्टे च्याउको चाह छ अझै यतापट्टि छ मम्मीले चाहिँ हाँडो टक्क हाल्नु भयो कहाँ ल्याउनु भयो तपाईँले यहीँ घरमाथि बन्नु यो बन ए सालघारीमा हाम्रो चाहिँ घरमाथि ठ्याक्कै तपाईँको यहाँ सल्ले नजिक त च्याउ चाहिँ पायो छैन नि 1 किलोमिटर त मिसले चाहिँ मिल्ला चाहिँ फ्यालफ्याल गरेको बाँकी चाहिँ त्यही त 1 किलोमिटर माथि चाहिँ हाम्रो सल्ले च्याउ के अरे च्याउहरू पाउँछ मम्मीले चाहिँ टक्क ल्याउनु भएको छ यत्रो धेरै अब हामीले चाहिँ खाने राति यहाँ चाहिँ दुधे च्याउ र खप्टे च्याउको चाह छ अझै यतापट्टि छ मम्मीले चाहिँ हाँडो टक्क हाल्नु भयो कहाँ ल्याउनु भयो तपाईँले यहीँ घरमाथि बन्नु यो बन ए सालघारीमा हाम्रो चाहिँ घरमाथि ठ्याक्कै तपाईँको यहाँ सल्ले नजिक त च्याउ चाहिँ पायो छैन नि 1 किलोमिटर त मिसले चाहिँ मिल्ला चाहिँ फ्यालफ्याल गरेको बाँकी चाहिँ त्यही त 1 किलोमिटर माथि चाहिँ हाम्रो सल्ले च्याउ के अरे च्याउहरू पाउँछ मम्मीले चाहिँ टक्क ल्याउनु भएको छ यत्रो धेरै अब हामीले चाहिँ खाने राति ल साथीहरू हामी चाहिँ मकै बारेमै सकिने भयो ब्लग चाहिँ कोदो रोप्दा रोप्दै अनि यहीँबाट स्टार्ट गऱ्यो अनि खानासाना खायो फेरि एकछिन रेस्ट गऱ्यो फेरि हामी चाहिँ फेरि कोदो रोप्दैछौँ रोप्दै होइन भ्याउनु लागिसक्यो अब चाहिँ केही समय खनेर अब जानुपर्ने हुन्छ हामी पनि म बसेरै भ्लग बनाएको थिएँ अहिले पनि बसेर बनाउँदैछु अनि मेरो मम्मी अघि खन्दै हुनुहुन्छ अहिले पनि खन्दै हुनुहुन्छ साथीहरू फाइनली अब हाम्रो काम सकिसकेको छ अब चाहिँ भने हामी केही समय खन्छौँ र अनि फेरि आजको ड्युटी चाहिँ सकिने हामीले जानकारी दिइसकेको छौँ आजको भ्लग चाहिँ बारीबाट स्टार्ट भयो बारीबाट नै इन हुँदैछ र त्यही हो अब सकिन लाग्यो त मेरो मिसेस मम्मी म उता बाबा चाहिँ मेलो सेर्ने मेलो बनाउने म र मम्मी खन्ने मेरो मिसेस रोप्ने यस्तै चलिरहेको छ साथीहरू है अनि भिडियो कस्तो लाग्छ एकदम बबाल सपोर्ट गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो है गरेको छैन भने भन्दै बिताउन चाहन्छु लभ यु अल बाई गाइस